यो हेलमेटलाई म्याट ब्ल्याक हान्नुपर्ने। अब यसलाई ठ्याक्क घोटेर यो हेलमेटलाई फुल कस्टम म्याट ब्ल्याक पेन्ट गर्नको लागि चाहिँ अगाडि यसमा भएको दागहरू अथवा डेन्टहरूलाई चाहिँ 400 को पेपरले स्यान्ड पेपरले माझेर यसलाई स्मुथ यसको सर्फेसलाई स्मुथ गराउँदैछौँ। यो हेलमेट चाहिँ फुल म्याट ब्ल्याक पेन्ट हुनको लागि आएको र यसमा भएको माइनर स्क्रैचहरूलाई चाहिँ पुटिन लाएर कभर गर्ने प्रोसेस चलिरहेको छ। यो हेलमेटको सर्फेसरको काम भइसकेको छ। अब अरू काम अगाडि बढ्छ। र यसको कलरिङ हुँदैछ। यसमा म्याट ब्ल्याक भइसकेको छ। अब यसमा म्याट प्लास्टिक कोड हाल्नुपर्छ। म्याट प्लास्टिक कोड भर्खर म्याट प्लास्टिक कोड हान्यौँ हामीले। अब यो क्लियर कोड पुरा भएको छ। अब तपाईँको यो अब रेडी भइसक्यो। अब यसलाई सुक्न दिने हो। ल यो रेडी भइसकेको छ हाम्रो। सुरुमा यसलाई हामीले म्याट कलर हान्यौँ अनि त्यसपछि म्याट प्लास्टिक कोड हानेर छौँ। यो रेडी भइसक्यो।